के सप हो यो? ओल्ड सप ए ल है भिडियो बनाएँ मैले। ओहो सही हो वाह। आहा अनि मैले यस्तो खालको मन्दिरमा चाहिँ यस्तो अक्टागोनल चाहिँ मैले अरू ठाउँमा देखेको छैन। यो अक्टागोनल छ। हाम्रो काठमाडौँ पाटनको च्यासिन्डेको एउटा छ। नै त्यो त ठुल्ठुलै भइहाल्यो नि। ठुल्ठुलो सानोमा चाहिँ यो पनि शिव मन्दिरै हो। शिव वाह मारेको हुँदो रहेछ भित्र। राजभण्डारीहरूको आगमनको अनि यो चाहिँ अब यहाँ भनेपछि यो कम्युनिटी पुरै राजभण्डारीको कम्युनिटी होला। विचारमा चाहिँ त्रिदेव हो भन्ने कन्सेप्ट छ। यो फुटेको छ हैन। माथि उमामहेश्वर नै छ। यो त्रिदेवै हुनुपर्छ के। ओके ए भएन यो म आइएम नट रेडी फर दिस है। हामी एक दिन मजाले बसेर भएन के हो होइन आइएम नट रेडी फर दिस के। एकछिन है अब त्यही हो मल्लकालदेखि चाहिँ मूर्ति पूजा सुरु भएको हो। मल्लकाल अगाडि चाहिँ यस्तो स्ट्रक्चर देख्यो नि हनुमानजी हो क्या। तर यो त खड्ग छ नि त। खड्ग हो तर हनुमानजी हो यो खड्गकै स्वरूपमा हनुमानजीलाई पूजा गर्ने ठाउँ पाटनमा धेरै छ। मैले पनि अस्ति भर्खर थाहा भएको धेरै भएको छैन। खड्गको स्वरूपमा चाहिँ शक्ति पावर प्राय मैले देखेको छैन। प्राय अब यही सेपमा हुन्छ कि अब यो त खड्गै हो भनेर क्लियरै छ है। प्राय भवानीको रूपमै पूजा गर्छ यो डाउट हामी क्लियर गरौँ लाएर। यो जुन तपाईँले भन्नुभयो शिव शक्ति हुनसक्छ त्यो त हो। तर तपाईँले जुन भन्नुभयो नि हनुमान चाहिँ सेप यही हुन्छ किनभने नेपालमा गदा बनाउने नारायणको देख्नु भएको छ नि फेरि सानो नि त त्यो अरू जस्तो यत्रो डल्लो बनाउँदैन। सो त्यो गदाको रूपमा पूजा गर्ने चाहिँ थाहा छ मलाई तर खड्गको रूपमा चाहिँ आइरहनु। ओके ल यो बारेमा हामी क्लियरिफाई गर्छौँ ल। अब अलिकति स्पिड बढाउनु पर्ने हुन्छ है हामीले टाइम। के को पसल रहेछ त? इनबहाल छ फेरि न्योखा बहाल ए न्योखा बहाल भनेको यहाँ हो। यहाँ भैरव हो यो क्लियर हो। यो महाकाल हो क्लियर छ। यो के हो थाहा छैन। त्यो त वैकुण्ठ कमलाजा हो यो फर स्योर। जननायकन छ ब्रेस्ट बाँकी छ अरू त सबै गइसक्यो। यहाँको हात गइसक्यो यो नारायण हो ल। यस्तो छ यहाँ फेरि डस्टबिन जस्तोमा राखेर मान्छेले अलिकति ड्यामेज भयो भने मन्दिरमा फाल्ने भन्ने कन्सेप्ट भयो कि मान्छेलाई। फोटो पनि मूर्ति पनि अलिकति ड्यामेज भयो कि मन्दिरमा ल्याएर फाल्ने। त्यही त रमाइलो नि सानो बेलामा रमाइलो हुन्थ्यो हिँड्न। अहिले त बाइक हिँड्ने बाटो भएको थियो। मर्दिनी हनुमानजी हो रहेछ। जय श्रीराम न्योखा बालमा किलागल भन्दो रहेछ यहाँलाई। नसक्यो होइन यो किला घ किन थाहा छ? घ चाहिँ त्यहाँ छ किला घ चाहिँ। ए किला घ हो गल होइन। वा कस्तो एस्थेटिक अगाडि खतरा पुरा एस्थेटिक छ त। पाटनतिर चाहिँ हराउँदैछ यस्तो एस्थेटिक। त्यहाँतिर पनि देखिन्थ्यो ठाउँ ठाउँमा आजकल त्यति। ल सही हो वाह। Does it anymore? तर यहाँ चाहिँ सापुहरू धेरै थियो क्या। ए यहाँ चाहिँ सापुहरू सबै सापुहरू गाई पाल्ने होइन। You can smell it के। यहाँ तर साधु रूपले नआउने वाह यहाँ छ ठ्याक्कै गाईको खानेकुरा। गाईको खानेकुरा आहा के आनन्दले सुतिरहेको बिचरा कुकुर। खै कुन देखिन्छ यहाँबाट? छैन लक छ। रातो मसिन्दाल ए कति पुरानो त? यहाँ नारायण गोपाल दाईको घर पनि यही हो नि थाहा छ? नारायण गोपालको यहाँ होइन किलागलमा होइन कहाँ त? नाकतलामा हो र किलागलमा जस्तो लाग्छ मलाई। किलागलमै हो जस्तो लाग्छ। यहीँबाट जाउँ इटुम्बालबाट जाउँ। फर्स्ट भेट्यो
देखिन्छ त्यहाँबाट पनि देउताहरू पनि छ त भित्र वाह अहिले पनि चुकुल फुल एक्सेसिबल नै छ नि यो पानी पनि होला है भित्र हामी पहिला यहीँ पानी लिने हो ए पहिला बसेको भयो यही हो अहिले नयाँ बनायो क्या यो ए यही घरमा त बस्दैन हामी अनि यो सँगैको यो घर चाहिँ आफ्नै घर होइन ए भिडियो पो भइरहेको रहेछ फोटो खिच्न खोजा पक्का एकछिन ल स्पेयर की अनि मेरो घरमा चाहिँ चाँचो चाहिँ 2टा बाँकी छ तालचा चाहिँ तालचा लग्यो भुइँचालो बेलामा हराएको बिहे बेलामा दुलै भित्राउने बेला चाहिन्छ यो दुलै भित्राउने बेलामा नेवारी कम्युनिटीमा यो साँचो दिएर दुवारी भित्राउनु पर्छ अनि यहाँ खोज्न आउँछ कि भनेपछि नेवार कम्युनिटीमा एउटा यो तालचाको हुनैपर्छ संस्कृतिको पार्ट हुनुपर्छ यो चाहिँ किनभने जगदीश दाइ तपाईँको कन्टिन्युटी अफ द ट्रेडिसन होइन अहिले चाहिँ अब नयाँ चाबी खासमा घरको औपचारिक रूपमा घरको हस्तान्तरण गरेको अनि हाम्रो घरमा भित्राउने नै साँचो समाएर भित्राउने हो क्या कोही पनि बाहिरबाट आउँदा जय त नि यहाँ ढुकाउलो खै अनि 5 अरे बेला यो घोडे जात्रा बेलामा यसमा कालो टिका थापेर महादेवलाई चढाएर त्यसको कालो टिका चाहिँ लगाउने चलन छ कि यसको यो तपाईँकोमा छ भनेर थाहा भयो नि बाहिर डुरहरू सिलन्छ तेल लगाएर राखेन भने त खियाले ढिमाग खाने के तेल लाउनु भने फलाम त हो 2टा जति छ मका पनि खिया लाग्छ कि चिकन टेमालका बाजा चन्डे खुट्टामा लाए यो थाहा छ तर यसको है रङ चाबी भयो भने अड्किने के अड्किने खुल्दै खुल्दैन हो त्यही एउटाको त्यसैमा मिल्न पर्यो त्यो चाहिँ 20,000 त यो यो लग्न त दिन्छ है विदेशमा एन्टिक भनेर रोक्दैन एयरपोर्टमा किन के छ रहेछ एयरपोर्टमा एन्टिक सामानहरू लग्न दिँदैन भनेर नि चोरीको भनेर चोरी त्यस्तो गर्छ यो त गर्दैन होला मूर्तिहरू चाहिँ डिक्लेयर गर्नु मूर्ति डिक्लेयर गर्नुपर्छ त्यत्रो मूर्ति विदेश बिहा छ त्यो जति गरे नि के हो र सब विदेशैबाट बिहा त हो नि यिनीहरू त पञ्चरक्षिका जस्तो छ 4 जना यिनीहरू त महाराजहरू यो त पञ्चरक्षिकाहरू जस्तो छ पञ्चरक्षिका छैन नलेज त्यसको बारेमा त मलाई सेपै कति मजाको छ है चैत्यको अगाडि राख्ने मतलब अब अगाडि त अगाडि नै भयो नि त यो पोइन्ट गर्ने होइन क्या हराइजेन्टल फेस गराउनु पर्ने उनीहरूले भर्टिकल राख्ने त्यो ल वज्र भनेको के हो बताइदिनुहोस् त वज्र अब नेपालीमा वज्र टिबेटनमा दोर्जे भइहाल्यो त्यसपछि आएर हाम्रो जेनरली बुझाउँदाखेरि इन्डिस्ट्रक्टिभ डायमन्ड भन्ने एउटा वर्ड डायमन्ड यसै पनि डिस्ट्रक्टिभ हुँदैन होइन अनि त्यसमा इन्डिस्ट्रक्टिभ थप्ने बेलामा त्यो अझै त्यसलाई फोकस गरे जस्तो हुन्छ क्या अनि बेसिकली मैले बुझेकोमा चाहिँ वज्र पनि टाइप डिफ्रेन्ट टाइपको हुन्छ जस्तै विश्व वज्र मन्जु वज्र चतुर्वज्रहरू हुन्छ होइन बट यसको चाहिँ यो एउटा पोइन्टले मेल डिनोट गर्छ अर्को पोइन्टले फिमेल डिनोट गर्छ क्या प्लस अथवा भनौँ न प्रज्ञा र ज्ञान होइन अनि मिडल पोइन्ट चाहिँ शून्यता के दिस इज द 0 पोइन्ट त्यो के भन्छ कस्तो भने आएन एम्प्टिनेस के एम्प्टिनेस भयो अनि अब कतिजनाले चाहिँ यो 4वटा जुन हुन्छ नि यसलाई
त्यो 4 एलिमेन्ट्सको रूपमा पनि बुझाउँछन् क्या चतुर्महाभुज भनेर चाल मिपी होइन आगो पानी हावा र माटो अनि कतिले चाहिँ 4 नोबल ट्रुथ होइन अनि टोटलमा 8 नोबल प्याथ्स भनेर पनि बुझाउने तरिका आफ्नै छ क्या अनि मैले चाहिँ एउटा के थपिदिन्छु थाहा छ यसको सेप छ नि इन्फाइनाइटको जस्तो छ नाइस अनि मजाले पनि त्यो भन्छु इन्फिनिटी टुवर्ड्स द इन्फिनिटी टुवर्ड्स द इन्फिनिटी टुवर्ड्स द एम्प्टिनेस भनेर बुझाइदिन्छु किनभने यसको एन्ड पनि छैन बिगिनिङ पनि छैन कि यताबाट यता एन्ड हुन्छ यताबाट घुमाइफिराइ गर्न मिल्छ कि तर यसको छ कि यो 64वटा पेटल्स त्यो के भन्ने छ कि डिटेल्समा यिनीहरू सबै उनै हो निपालाहरू नै हो ड्रागन्सहरू नयाँ जस्तो लाग्छ है हेर्दा नयाँ नै हो अब यताको चैत्य त छ यो मिस्टेक हो के मिस्टेक तर फेरि तपाईँले जस्तै इन्ट्रेस्टिङ पार्ट के छ थाहा छ यता आउनु न यो रेस्टोरेसन ग्राउन्ड भए जस्तो छ कि किनभने उनीहरूले नर्थ पोइन्ट गरिदिएको छ होइन नर्थ पोइन्ट गरिदिएको छ तर फेरि यो जुन मन्जु वज्रसम्मभित्र मन्जुश्री छ नि त यो सिधै फेस छ यो राख्ने चाहिँ यसरी नै हो क्या मण्डला अनुसार चाहिँ यो मण्डलै चेन्ज यो चाहिँ मिस्टेक हो यो पार्टै चेन्ज गरेर यो न भनेपछि यो महाप्रतिशरा महासहस्र प्रमर्दनी महामायुरी महाशीतपति र महामन्त्रानुसारिणी भनेर हुन्छ क्या अनि पञ्चरक्षा सूत्र पढ्नु नै त्यही हो काम के हो पञ्चरक्षिकाको त्यो चाहिँ आई निड टु गो इन डिटेल सरी सर त प्रोटेक्टर्सहरू हो ओके त्यही सर्फेस लेभल बेसिकमा चाहिँ प्रोटेक्टर्सहरू हो सर्फेस लेभल ज्ञान नै सोध्या हो डिटेलमा होइन लु जाम होला है यसले पानी फिल्टर गर्छ नि त अँ। काम गर्छ नि त वाह। नेचुरल फिल्टर भन्ने अनि हामीले फिल्टरमा पुरानो फिल्टरमा युज गर्ने के त्यही त हो ए के जान्छ नि खिएर जान्छ नि धेरै भइदिन्छ चुवारको गुर्ज यही भएर त पानीले खिएर पानी निस्किन्छ अँ छैन चौवारको त्यो छ त्यहाँको उसको डाँडामा अनि यता गोकर्ण म त्यहाँ बेला श्लोकमा चाहिँ त्यस्तो जाने करुणामय ऊ त्यहाँ केही छ त श्लोकमा चाहिँ त्यो त श्लोक हो बुद्ध त्यसो भगवान्को देवताको नाम लेखेको छ नि श्लोकमा बुद्ध भगवान्को श्लोक हो त्यो त छैन छैन बुद्ध भगवान्को श्लोक हो त्यो त करुणामय छ भनेर मलाई थाहा छैन यता उमा महेश्वर के छ त यहाँ चाहिँ शिव परिवार हो ल उमा महेश्वर हो के लेखाएको छ त्यसमा 726 मैले भने होइन लिटरली के अरे मल्लकालीन भनेर सम्बत 726 भनेर हिँड्छ यो नेपाल सम्बत हो नेपाल सम्बत ल के देख्नुभयो एक्सप्लेन गर्नु त तल गणेशजी यो तल गणहरू होइन अँ। गणको पति भएर गणपति नन्दी भृङ्गी नन्दी भृङ्गीहरू होइन गणपति त्यसपछि आएर यो शिव भयो यो पार्वती भयो उमा महेश्वर उमा महेश्वर भयो मल्लकालीन र लेट लिच्छवीदेखिको इन्ट्रेस्टिङ भनेको शिवले एउटा हात चाहिँ जहिले बक्षस्थलमै राखेर हुन्छ होइन आलिङ्गन फुल गरेर गएकै हुन्छ होइन त्यसपछि आएर यहाँ कुबेर पनि हुनुपर्ने हो कहाँ गयो ऊ यहाँ छ कुबेर कुबेर रे सरी कुमार कुमार कस्तो राम्रो छ क्या कुमारी सानो बच्चा होइन यो चाहिँ विष्णुमाईले यो चाहिँ कुमार भनेर चिनियो गन्धर्व मयूरबाट हो। यहाँ मयूर छ यो गन्धर्व होला यो प्रोबेबली खुट्टा उ राख्नेवाला अँ। यो इन्द्र हो अँ यो छत्र उ गर्नेवाला होइन इन्द्र महाराज इन्द्र अनि प्रोबेबली यो चमर उडाउने चाहिँ को हुनु यो नाम बिर्सेँ मैले यो चमर उडाउनेको नाम पनि छ अनि त्यसपछि यहाँ शङ्ख चक्र पनि छ त यता शङ्ख कहाँ गयो चक्र त्रिशूल छ फेरि यो कुनैमा चाहिँ ब्रह्म विष्णु महेश नै हुन्छ क्या अँ। यहाँ चाहिँ शिवलिङ्ग भइहाल्यो यो चाहिँ त्यो ऊ आकाशमा उड्ने गन्धर्वहरू होइन अँ। यिनीहरू यो सबैभन्दा इन्ट्रेस्टिङ हो क्या के छ हातमा यो के हो यो दुईवटा हात्ती हो दुईवटा हात्ती हो यहाँ दुईवटा खुट्टा यहाँ छ गङ्गा हो ए आकाशबाट अवतरण गरिरहेको वाला नाइस नाइस गङ्गा शिवको जटामा भएको गङ्गा ल। गङ्गा अवतरण अब यो मूर्तिमा चाहिँ त्यसलाई गणेश भन्न मिल्दैन क्या किन मिल्दैन त गणपति फर्ममा छ कि
गणहरूको पत्तीको फर्ममा छ कि उसलाई छुट्टै गणेश भनेर छुट्टै यो गर्न मिल्दैन गणेश नै हो है भेरी इन्ट्रेस्टिङ गणेश भाइ घन्टीको हालत हेर्नुमा फुटाइ हो कि फुटाइदिए हो कि कस्तो इन्ट्रेस्टिङ पुरानो खालको गणेश तर त्यो डोरी जस्तो के हो ए मेटलले सपोर्ट गराएर लग्ला भनेर गणहरू छ यसमा त वा यो चाहिँ सूर्यदेव हो सूर्यनारायण सूर्यनारायण जस्तो लाग्यो 7 वटा हुनुपर्ने घोडा 2टा मात्रै छ त्यसमा आसनमा बसिरहेको नि सूर्य भगवान् भयो यहाँ पनि गणेश भगवान् यो त नयाँ हो तल अलिअलि बाँकी रहेछ टेक्स्टहरू उमा महेश्वर है अनि यो कपालको हेर्नु न कपालको स्टाइल यो जट्टा पनि एकदम इन्ट्रेस्टिङ खालको डिटेल्स है पुरै अनि त्यसपछि आएर अब यो तल को हो थाहा नै छैन यक्षहरू हुनसक्छ होइन यसको नाम बिर्सिके डन्डीका के भन्छ उयो टेन्डी हो के यो अनि उयो नन्दीको माथि चाहिँ कुमार हो कि ए बाल्यकालको कुमार हो बाल्यकालको कुमार यति बेला गणेश जन्मिनु भएको थिएन कि क्या हो है कुमार मात्रै छ गणेश होइन यो चाहिँ कुमार पहिला होला यसलाई के नारायण भन्छ सानो हुन्छ किराँतकालकोमा चाहिँ भुँडी हुन्छ उसले उसमा पनि हुन्छ लिच्छवी किराँतकालको अनि कहाँ यो किराँतकालकोमा कहाँ विष्णु हुन्छ त होइन भुँडी भएको मूर्ति लिच्छवी काल भनेर विष्णु चिन्ने एउटा मेन भनेको मुकुटमा कीर्तिमुख हुन्छ कीर्तिमुख ए मुकुटमै हुँदो रहेछ है याद गरेको थिएन कीर्तिमुख भएर वैकुण्ठ अरे मैले बुढा नीलकण्ठमा पनि कीर्तिमुख नै छ कि त्यो मान्छेहरूले मूर्ख बनाउँदा बुद्ध गरेर कीर्तिमुख हो कीर्तिमुख छ त्यो लक्ष्मीनारायण यो लेउले पुरै हरियो बनाइरहेछ खिचेर राख्ने हुने भयो पोस्ट गरिहाल्ने यस्तो केही सोझ्या भन्छ खिच्ने खिचेर राखेँ त्यो राखेपछि राखेर हेर्ने भयो रेनोभेसन चलिरहेको छ वाह गजब यो नयाँ हो सबै रेनोभेट गरेको नि दशानन रावण ए वाह काठमाडौँमा कहाँ छ रे घोडा चाहिँ किन त यो चाहिँ बिर्सिनु को भनेर तिनवटा शिलालेख छ छवटा रहेछ यो पढ्न कस्तो सजिलो हुन्छ वाटर भनेको लिक्विड क्यास हो लिक्विडिटी हो प्रोस्पेरिटी हो जुन घरमा पानीलाई रेस्पेक्ट गरिन्छ त्यहाँ धन सम्पत्ति टिक्छ जुन घरमा पानीको नाश हुन्छ त्यहाँ धन सम्पत्ति टिक्दैन एउटा त्यो भयो अनि पानी भनेको जीवन हो पानी भनेको जीवन हो अब त्यही भइहाल्यो आँखा भनेको यसले इभिल आईबाट प्रोटेक्ट गर्छ इभिल आईको लागि भयो सुगा भनेको पनि प्रोस्पेरिटी नै प्रोस्पेरिटी गुड लक Good luck. फर्च्युन भनौँ न फर्च्युन सुगाले ल्याउँछ कि फर्च्युन अब यो पञ्चबुद्ध छ माथि 5 एलिमेन्ट्स 5 एलिमेन्ट्स अनि हिन्दू घरहरूमा चाहिँ पञ्चदेवता हुन्छ ठ्याक्कै यसकै तर बाँकी सिम्बलहरू चाहिँ सेमै हुन्छ फेरि आँखा फरक हुन्छ ब्राथफुल हुन्छ यसमा कम्प्यासन आयो फरक हुन्छ ओके त्यो मैले नोटिस गरेको थिइनँ यो कम्प्यासन आयो यो ध्यानै आँखा हो नि त त्यसमा ब्राथफुल हुन्छ पहिरोको आँखा यसमा पनि आँखा त फरक छ अलिअलि बुद्ध भगवान्हरूको ए यो कम्प्यासनवाला आँखा हो ओके ध्यानै आँखा हो मानिगल मनिगल एउटै हो क्या त्यही त यहाँ मानिगलो छ भने श्री मानिगल अधिपति मानिगलको श्री श्री जय श्रीनिवास मल्लदेव ठकुल श्री श्री जय श्री जोग नरेन्द्र योग नरेन्द्रको नाम आयो त जोग नरेन्द्र मल्लदेव ठकुल अनि ठकुला भनेको के हो ठाकुर
ठाकुर ठकुलन्द्र भए के हो यो बल्ल रेकर्ड भयो चुरोट खैनी बोतल अगाडि नै जानु के हो यो किन यस्तो हेला भगवान्लाई शक्ति पीठलाई मित्र लगाएर गरिरहेको छु मैले त के गर्ने सुगा करा है सुगा ल अलिकति भए पनि धेरै नसके पनि पूजा गर्न छोडेपछि त्यस्तै हुन्छ कि त्यो भन्दा पनि कुनै भएन रेस्पेक्ट पनि भएन अलिकति अरूले त फोहोर गरे लोकलहरूले चाहिँ अलिकति अवेर हुनुपर्ने हो त्यहाँभित्र हनुमानजी हुनुहुन्छ एउटा हामी हनुमानजी दर्शन गरौँ सानो हनुमान सानो अमुर हनुमानजी हुनुहुन्छ एउटा क्युटवाला यहाँ चिप्लो हुनसक्छ है यहाँ लेउ लागेको छ चिप्लो मैले हनुमानजी खोज्दै आउने क्रममा यहाँ भेटेको थिएँ नयाँ नै होला नाभि पुरानै हो वस्त्रले गर्दा नयाँ जस्तो देखा होला होइन त्यो हातको पोस्चर बस्ने स्टाइल नै छ नि त अहिले मात्र गदा सदा के भक्त जाम भयो नि त बाटो ल देखाउनु त बल्ल आग्लो यस्तो कहाँ पाउनु अहिले खोल्नु त आग्लो आहा गजब हाम्रो घरमा पनि थियो पहिला तर तान्नेवाला चाहिँ होइन लाग्ने चाहिँ भनेपछि त्यहाँ मुसा हिँड्ने बाटो छ पालमा भित्र ट्राई गर्नु त पहिला त्यहाँसम्म चाहिँ गर्छ यसो घरभित्र छ भने त्यो घरबाट यहीँ बाहिर छ भने चाहिँ ट्राई गर्नु नै होला तपाईँलाई टोक्छ कि टोक्दैन हेरौँ न यो पनि साथीकै घर हो रातो पनि हुन त यहाँ पहिला कुकुरले भुकेर धेरै भुकेको थियो नि म यो बाटो धेरै हिँड्दिनँ आज ग्रुपमा भएकोलाई हिम्मत आएको हो क्या हखा पुग्यो हामी केमा कतिवटा हुनुपर्ने हो 64